तनहुँ हाइड्रोबाट यो चाहिँ यो तनहुँ हाइड्रोको सहयोगमा यो पुल बन्दैछ, पक्की पुल रिसिङ पाटन र यो बुढुवा फाँट जोड्ने पुल यहाँबाट बन्ने भयो वनट्याङ खोला। अब यो पुरानो बाटो भयो के अरे, अब यो नयाँ बाटो यो ठ्याक्कै यो पुरानो बुढुवा फाँटको पिचको बाटो ठ्याक्कै ब्लकै भएछ त यहाँबाट। यो वनट्याङ खोलो अब यहाँ चाहिँ एकदम नजिकै सेती गङ्गा हेरी यहाँनिर हुनुहुन्छ, सेती गङ्गाजी। यहाँ माछा मार्नेको नि माछा मार्नेको घुइँचो रहेछ क्या। अर्को बाटो यो अर्को बाटो चाहिँ यो हाम्रो घाँचोको बाटो यो है, शीतल मार्ग भन्छ यसलाई। त्यो चाहिँ यतापट्टि कलबट, पारिपट्टि सानो एउटा भट्टी पसलहरू छ, त्योभन्दा माथि दीपक मावि। यसरी डाइरेक्ट भर्ने रहेछ दाइ, सिमेन्ट हालेर भर्दै ल्याउने रहेछ क्या। हाम्रै घर मुनि के भयो अरे पुरी यो तरिकाले यस्तो रहेछ। यो तरिकाले चाहिँ खाल्टो खनिँदो रहेछ। यहाँ चाहिँ खाल्टो बनाएर यहाँ रड मुनेर त्यसपछि रड मुनेर यहाँ सिमेन्ट मोछेर, यसमा सिमेन्ट मुछेर अनि त्यसपछि यो सोलीबाट भित्र हालिँदो रहेछ। यसरी सिमेन्ट मुछिन्छ, यसरी सिमेन्ट उता हालिन्छ। यी चाहिँ अब कर्मचारीहरू छन् यहाँ। यो विशेष किसिमको केमिकल पनि मिसाइँदो रहेछ यो सिमेन्टमा। यसरी मुछ्ने अनि त्यसपछि फेरि यहाँबाट यो सोलीमा हाल्ने, यो सोलीबाट फेरि यसरी लामो सोलीबाट तल हाल्ने यो खाल्टोमा गयो। अनि यो खाल्टो भयो। यसले चाहिँ अब यो सिमेन्टहरू यसले चाहिँ सिमेन्ट मिक्स गर्दैछ। यहाँ चाहिँ डोजरले सिमेन्ट र गिटी बालुवा मिक्स गर्ने डोजर हुँदो रहेछ ठुलो। यसरी मिक्स हुन्छ। यहाँ अर्को पिल्लर हो। यहाँ टोटल 4वटा पिल्लर बस्नेछ। एउटा यो भयो, एउटा यो भर्दै गरेको, त्यसपछि एउटा त्यो कुनामा र अनि उतापट्टि अर्को कुनामा। धेरै खाल्टो होला है दाइ, यो कति धेरै खाल्टो होला कि है।
खाने हाल्ने पनि त्यसैले खाने पनि त्यसैले रहेछ नि त है।